जापानमा 10 वर्षदेखि छु। 10-15 वर्ष पहिलाबाट छु। काममा पनि जापानिजहरू छन्। सबै कुरा छन् त हौ। आज पनि यसो बाटोमा घुम्दै थिएँ। जापानिजहरू कुरै छन्। होइन यो जापान भन्ने देश अर्को पनि छ कि क्या हो? हिजो नेपाल र जापानको क्रिकेट खेलमा सबै काला काला देख्छु। के कसो के हो बुझ्नै सकिन्न। हुन त मान्छे 7 जना एउटै अनुहारका भन्छन्। सायद जापान भन्ने देश पनि कतै मिल्दोजुल्दो त होइन।